यसरी एकराज भट्टराईजी बेलबारीका साहित्यकार, उहाँलाई यो रमेशजीको रचना वाचन गरिदिनु हुन अनुरोध गर्छु। यसपछि युवराजजीलाई पनि म तयारीमा रहन अनुरोध पनि गर्दछु। केही लेखु जीवनमा केही गरौँ यस्तै भएर होला, साहित्यमा सिर्जनाका बुट्टा भरौँ यस्तै भएर होला। केही लेखु जीवनमा केही गरौँ यस्तै भएर होला, साहित्यमा सिर्जनाका बुट्टा भरौँ यस्तै भएर होला। सर्जकले भावका भङ्गालाहरू ल्याउन लाग्नु भएको, सर्जकले भावका भङ्गालाहरू ल्याउन लाग्नु भएको, साहित्यमै बाँचौँ साहित्यमै मरौँ यस्तै भएर होला। आदरणीय रमेश सरलाई भावका भङ्गालाहरू गजल सङ्ग्रहका लागि मनदेखि एकदम धेरै धेरै शुभकामना दिन चाहन्छु। अग्रजहरूमा शिर निहुराएर नमन भन्न चाहन्छु। म ढिलो नगरी गजल वाचनतिर जान्छु है। हुन्छ मलाई मनमा यस्तो आवाज, हुन्छ मलाई मनमा यस्तो आवाज, हरदम तिमी छौ दिलको आसपास। हुन्छ मलाई मनमा यस्तो आवाज, हरदम तिमी छौ दिलको आसपास। असर छ गहिरो तिम्रो प्रभावको, असर छ गहिरो तिम्रो प्रभावको, असर छ गहिरो तिम्रो प्रभावको। लाग्छ भेट्दैछु तिम्रै फोक्सोले साथ। हुन्छ मलाई मनमा यस्तो आवाज, हरदम तिमी छौ दिलको आसपास। हराउँछु